साथीहरूले आजसम्म पिनाको अचार खानु भएको छ कि छैन कमेन्ट गर्नु है त। सुरुमा चाहिँ मैले पिना कसरी अमिलो बनाउने भन्ने बारेमा सिकाउँछु। यो चाहिँ पिना हो, तोरीको पिना, एकदमै राम्रो छ। मैले थोरै तोरीको पिनालाई लिएँ र एउटा भाँडोमा खन्याएँ। यसलाई चाहिँ एक रात मजाले पानीमा भिजाउनुपर्छ। मैले मजाले पानीमा भिजाएँ। यसलाई जति पानी हाल्दाखेरि चाहिँ मजाले गल्छ त्यति नै पानी हाल्नुपर्छ। मैले चाहिने जति पानी हालेँ र एउटा भाँडोले ढाकिदिएँ। यसलाई चाहिँ भोलिपल्ट बिहान हेर्दाखेरि यति मजाले गलेको रहेछ, एकदमै राम्रो भएको छ। यसलाई अब कुनै बोरा अथवा यस्तो झोलामा हालेर गबाउनु पर्ने हुन्छ। 3 देखि 5 अथवा 7 दिनसम्म यस्तो झोला अथवा बोरामा गबाएर राख्न पर्ने हुन्छ। मैले यसलाई यसरी झोलामा हालेँ। यो सबै मैले बिस्तारै झोलामा हालेँ। यसलाई चाहिँ जति धेरै दिन राखेँ त्यति नै अमिलो हुने रहेछ। मैले सबै एकदमै राम्रोसँग सोरसार पारेर डोक्रोमा हालिसकेँ। यसको लागि चाहिँ मैले अब बान्नको लागि एउटा डोरी अनि एउटा चाहिँ अझै कसिलो बनाउनलाई तार पनि लिएँ। एउटा कस्नुपर्छ र अर्कोले चाहिँ झुन्ड्याएर राख्नुपर्छ। यसलाई मैले मजाले निचोरेँ। यो पानी सबै निचोर्नुपर्छ। मजाले कसिलो गरी बान्नुपर्ने हुन्छ। मैले डोरीले एकदमै मजाले कसेको छु। अब यसलाई चाहिँ झुन्ड्याउने, यसरी पानी तर्किने गरी चाहिँ हामीले झुन्ड्याउनु पर्ने हुन्छ। मैले यो तारको सहायताले झुन्ड्याउनलाई यसरी बानेँ। मुनि चाहिँ यसरी पानी तर्किनको लागि पानी थप्नलाई चाहिँ एउटा भाँडो राख्नुपर्ने हुन्छ। मैले यहाँनिर चाहिँ अन्त झुन्ड्याउने ठाउँ नभएर यहाँनिर झुन्ड्याएँ। यो ठुलो भाँडोमा चाहिँ मैले यसरी पानी थपेको छु। यसरी निचोड्दाखेरि चाहिँ मजाले पानी आउँछ। हेर्नु न, यसरी झुन्ड्याइराख्ने, आफै पानी तर्किराख्छ बिस्तारै। यो ठुलो भाँडोमा चाहिँ यसरी राख्दाखेरि तलबाट नानीले भेटाउँछ र यो खोप्टाउँछ भनेर मैले अर्को सानो कपलाई चाहिँ यहाँनिर राखेँ। यो कपमा चाहिँ मैले पानी थपेको छु। अनि यो टुथपिक चाहिँ के को लागि भन्नुहुन्छ भने यो हामीले पिना राखेको छौँ नि हो, यसलाई चाहिँ यसरी दुलो पार्नुपर्ने हुन्छ। सानसानो पाल पार्ने, यसबाट पानी तर्किन्छ र चाँडै नै सुकिलो बन्नको लागि मद्दत पुग्छ। मैले थुप्रै ठाउँमा यसरी नै गोपेँ। यहाँ चाहिँ मजाले पानी तर्किराखेको छ। यो सबै पानी सुकिसक्नुपर्छ। मैले सिन्काइ गोपिराखेँ। 5 दिनपछि चाहिँ मैले यसरी बाहिर निकालेर घाममा राखिदिएँ। 1 दिनभरि यसरी राखेँ। यो एकदमै सुकिसकेको छ। मैले मसार्दाखेरि कतैबाट पनि रसिलो आइराखेको छैन, एकदमै सुक्खा भइसकेको छ। हेर्नुहोस् न, खोलेर हेर्दाखेरि यस्तो भइसकेको रहेछ। मैले चाहिँ एउटा थालमा खन्याएँ र अब यो नाङ्लोमा चाहिँ मैले आफूलाई सजिलो लाग्ने सेप बनाउँछु। हेर्नु न, हातमा पनि टाँसेको छैन, एकदमै सुकिसकेको छ। मैले चाहिँ हल्का पानी, हातमा पानी लाउँदै गोलो गोलो बनाएँ र यसरी गोलो बनाउँदै अलिकति थेप्चाइदिएँ। यसरी नै सबै पिनालाई चाहिँ मैले गोलो बनाएँ र नाङ्लोमा हालेँ। र यो सबै भइसकेपछि मैले बाहिर घाममा लगेर सुकाएँ। चर्को घाममा चाहिँ हामीले 5 देखि 7 दिनसम्म एकदमै मजाले सुकाउनु पर्ने हुन्छ। सुकिसकेपछि यस्तो कालो कालो बनेको छ। अब यसलाई चाहिँ म एउटा लिएर अचार बनाउँछु र चाख्छु। अचारको लागि मैले एउटा टमाटर, हरियो खुर्सानी, लसुन, धनियाँ, टिमुर हालेर यो सुकेको पिना, एउटा पिना हालेर मैले अचार बनाएको छु। अचार एकदमै मिठो बनेको छ साथीहरू।